हाई गाइज नमस्ते म रोशनी तामाङ आई होप हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला। आज चाहिँ मेरो डे अफ अनि आज चाहिँ म बिहानै सामान लिन गएँ किनभने मेरो चाहिँ नेपालबाट बुढोले सामान पठाइदिनु भएको थियो। सो त्यही भएर म चाहिँ लिस्बन गएर नै आइसकेँ। म चाहिँ सामान खोल्नलाई एकदम धेरै एक्साइटेड छु होइन। कुनै सामान चाहिँ मैले अघि बाटोमै खोलेर पनि खाइसकेँ। 2 प्याकेट सामान आएको छ हेरौँ है। गाजर, फाउन्डेसन, सरी कन्सिलर, मस्कारा, के हो मलाई थाहा ए यो चाहिँ मस्कारा, सरी यो चाहिँ मस्कारा हो, वाटरप्रुफ मस्कारा। मैले यो म आफूलाई थाहा भएन के फाउन्डेसन, तर मसँग फाउन्डेसन थियो। उहाँले फाउन्डेसन मेरो बुढोले पठाइदिनु भएको है, मेकअपको सामान नेपालदेखि। राम्रो लाग्यो तर मैले अब युज गरेर थाहा हुन्छ है। यो चाहिँ फर्स्टचोटि हो मैले युज गर्न लाग्यो। त्यही उहाँले पठाइदिनु भएको रहेछ। मैले कन्सिलर मात्रै मगाएको थिएँ, उहाँले चाहिँ यो पनि पठाइदिनु भएछ। केही छैन, युज गर्नुपर्छ होइन। अनि एयरफोन अस्ति भर्खर म नेपालबाट आउँदाखेरि एयरफोन किनेर पठाइदिनु भएको। फेरि यो एयरफोन पनि पठाइदिनु भएको छ। म चाहिँ यति धेरै खुसी छु होइन, कुरै नगरौँ। एकैछिनमा सामान त बाङबुङ पारेर के गर्छु। अनि फेरि उहाँले चाहिँ एउटा फेरि पठाइदिनु भएको छ अरे म चाहिँ खुसी क्या, एक्साइटेड धेरै। अनि म रुममा आउँदा चाहिँ कोही पनि हुनुहुन्न रहेछ। त्यो चाहिँ नानीको कपडा है। वाह क्या राम्रो। यो चाहिँ एउटा पुच्चीलाई हो, मलाई मन पर्यो अरे क्या। रेड कलरमा तर अलिकति ठुलो रहेछ, केही छैन। ए लस्तै ठुलो रहेछ त। थ्याङ्क यू सानो, धेरै धेरै धन्यवाद। मैले भनेको सामानहरू पठाइदिनु भएछ। कुनै चाहिँ उहाँ आफूले नै बुझेर पठाइदिनु भएछ। तर मलाई तलाको चाहिँ होइन, यो घले भन्छ होला सायद होइन, घले भन्छ कि के भन्छ, घलेक नै है। यो चाहिँ मन पर्यो। अनि त्यसपछि माथिको चोलो रेड कलरमा कस्तो राम्रो छ है, क्युट रहेछ। यो चाहिँ सायद पावर ब्याङ्कको चार्जर होला। जहिले जहाँ पनि चार्ज सकिन्छ, बोकेर आफैसँग बोक्नुपर्छ भनेर पावर ब्याङ्क पठाइदिनु भएको छ भन्नुभएको थियो। साबुन यो चाहिँ पपायाको साबुन है, होइन के सामान हो, राम्रोसँग हेरेर फेसको लागि पठाइदिनु भनेको थिएँ। तर उहाँले अर्को पठाइदिनु भयो जस्तो छ। मैले भन्नु है त्यो दिदीलाई भनेको थिएँ, दिदीले सायद अर्कै देखाउनु भयो होला, केही छैन, पठाउने नै छैन। क्लिप लगाएर हेरौँ देखियो, लगाएर नि हेरौँ है। ल थ्याङ्क यू सानो, धेरै धेरै धन्यवाद। अनि यो चाहिँ सेट घाँटीमा लाउने सेट, थ्याङ्क यू, मन पर्यो भनेर। यस्तो भाग्यमानी त कोही पनि हुनुहुन्न होला है, म जस्तो। अर्काको ठाउँमा बसेर पनि यस्तो सामानहरू पाउँछु।
चुरा 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 ए यो चुरा चाहिँ मेरो बेको चुरा है। मैले पठाइदिनुहोस् न भनेको थिएँ कि कहिलेकाहीँ आफ्नो बेको उयोहरू फोटोहरू हेर्दाखेरि कस्तो याद आयो है मलाई चाहिँ। अनि त्यसपछि मैले पठाइदिनुहोस् न चुरा भनेको थिएँ नि, उहाँले चुरा पठाइदिनु भएछ। यो चाहिँ बेको हाम्रो नाम लेखेको चुरा हो, त्यो दुईजनाको नाम लेखेको चुरा छ। त्यो मान्छेको अक्षर पनि राम्रो रहेछ, हेराइदिनु त राम्रो रहेछ अरे। यसमा चाहिँ हाम्रो नाम लेख्छ। यो चाहिँ सेतो सेतो रे, यो पनि त्यही वाला नै हो है। मेरो चाहिँ बेको चुरा धेरै थियो नि, धेरै नै थियो र होइन होला। पावर ब्याङ्क, थ्याङ्क यू सानो, धेरै धेरै धन्यवाद। बिचरा आफूले चाहिँ राख्नुहुन्न है, आफूले चाहिँ आफ्नो लागि कहिले किन्नुहुन्न, मेरो लागि भनेपछि चाहिँ उहाँले किनेर अरे अझ खुसी मक्ख म एक्लै। को मक्ख हुनुहुन्छ यसरी भन्नुहोस् त, म जस्तै एक्लै सामान पाएपछि रे क्या हजुर। यो चाहिँ औषधिहरू है, औषधि भाइटामिन सीहरू अनि भाइटामिन डीहरू होला सायद औषधि। यस, यो चाहिँ औषधिहरू हो। यो चाहिँ भाइटामिन डी जस्तो लाग्यो। धन्यवाद। सायद औषधिहरू चाहिँ फेस गर्न मिल्दैन होला है। यो औषधिहरू छ यसमा चाहिँ। थ्याङ्क यू सानो, धेरै धेरै धन्यवाद। अनि यो चाहिँ सुकुटी बिचरा। मलाई पहिला चाहिँ यस्तो मम्मीहरूसँग हुँदाखेरि चाहिँ कस्तो खाम जस्तो तल लाग्ने यस्तो हुँदैन थियो होइन सुकुटी। मम्मीले किनभने कुनै कसै न कसै आउँदा मम्मीलाई त्यो मम्मीको फेस चाहिँ यति माया लाग्दो छ है, सबैले ल्याइदिनु हुन्थ्यो क्या। अनि अब खाइहाल्थ्यो यति भए पनि त्यो कस्तो त्यस्तो तल लाग्ने क्रेभिङ हुने त्यस्तो थिएन क्या। तर यहाँ आएर चाहिँ भयो। अनि अब अरूले ल्याइदिने अब धेरै सक्दैन नि त, त्यही पनि उहाँले यति हालिदिनु भएको रहेछ क्या। धन्यवाद सानो। अनि मेरो भाइहरू दुईजनालाई चाहिँ धेरै धेरै सरी, आले दुईजना बिचरा। यति भए पनि हामी तिनजना चाहिँ बाटेर खान्थ्यौँ। अनि त्यही भएर अब म अहिले यता छु नि त, त्यही भएर सँगै बसेर खान पाउँदैन हामी। अब यति छ पठाउनको लागि हो नि त। अनि त्यही भएर सरी, किनभने नानाले पठाउन सकेन। अब नानाले मात्र खाए ल, भिडियो हेरेर नरिसाउनु होस्। फेरि आफ्नो भाइहरूलाई के अरे नेपालको चाहिँ उस्तो छैन, विदेशमा चाहिँ भन्नु होला। नेपालकोहरूले त नेपालमा भएर खाइहाल्नुहुन्छ नि होइन। नेपालमा त अब सबै कुरा नेपालमै छ, खाना पाइहाल्छ नि। अब यहाँ पो खाना पाइँदैन त, त्यही भएर म यहाँको भाइहरूलाई चाहिँ धेरै धेरै मिस गर्छु क्या खानेकुराहरूमा चाहिँ। किनभने मेरो भाइ दुईजनालाई फेरि सुकुटी एकदम धेरै मनपर्छ, त्यही भएर म उनीहरू दुईजनालाई चाहिँ एकदम धेरै मिस गर्छु। सुकुटी गुन्द्रुकहरू अलिकता नेपालको खानेकुराहरू भन्छु, त्यो दुईजनालाई म धेरै मिस गर्छु। छिटो आउनु तपाईँहरू मलाई भेट्नु अनि अनि अर्को एउटा होइन पुस्तकारी चाहिँ मैले अघि नै खाइसकेँ है, बाटोमा भोक लागिसकेको थियो, बिहान नै गएको थिएँ। अनि त्यही भएर मलाई भोक लागिसकेको थियो। अनि यसरी पुस्तकारी फर्स्टमै रहेछ होइन, खाइदिएँ फेरि पनि खान्छु ल, हजुरहरू पनि खानुहुन्छ पुस्तकारीको किरा है। म चाहिँ दाँत किराले खाएर दुखेर मर्नै लाग्यो नि पुस्तकारी खानु चाहिँ छोड्दिनँ। मह पानी आइसक्यो ल, खाएँ ल। अनि नेपालमा मैले कति धेरै पुस्तकारीहरू खान्थेँ होइन। अनि मेरो बुढाले जहिले गाली गर्नुहुन्थ्यो क्या, खाना चाहिँ खाँदैन, जहिले चक्लेट भने। तर पनि उहाँ बाहिर जानुभएको बेला चाहिँ मलाई जहिले पुस्तकारी लिएर आइदिनुहुन्थ्यो ल, चक्लेटहरू लिएर आइदिनुहुन्थ्यो क्या। थ्याङ्क यू सानो, धेरै 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 हृदयदेखि नै धेरै धेरै धन्यवाद। छुर्पी, यो छुर्पी चाहिँ मेरो मम्मीले ज्वाइँ राजाले खानुहुन्छ भनेर पठाइदिनु भएको होइन। तर ज्वाइँ राजाको मम्मीको माया ज्वाइँमा, ज्वाइँको माया छोरीमा भनेको यही हो। छोरी खस्यो पोख्यो। मम्मीले ज्वाइँलाई माया गरेर पठाइदिनु भएको, ज्वाइँले फेरि बिचरा बुढीले